सबैलाई 2082 साल विजया दशमीको मङ्गलमय शुभकामना। आजको दिन सुरु हुन्छ पहिलो जमरा फुल अनि रातो फुलहरूबाट। अनि यहाँ चाहिँ हामीले जमरा काट्दैछौँ। जमरा चाहिँ बाक्लो भएर होला, मसिनो मसिनो थियो। बाबाले चाहिँ पातहरूमा टिका कुल पितृ भगवानहरूको नाममा बाहिर चढाउँदै हुनुहुन्छ। अनि 11:53 शुभ सायदमा बाबाले चाहिँ ढोकामा लगाउँदै हुनुहुन्छ। त्यसपछि सबैभन्दा म घरको एक्लै बुहारी पनि हो, जेठी बुहारी एक्लै बुहारी। अनि यसपालि चाहिँ 6 वर्षपछि हामी बुढाबुढीले सँगै टिका लगाउन पायौँ। यसमा हामी धेरै खुसी थियौँ। मेरो सासूलाई चाहिँ खासै सन्चो थिएन, आमा अलिअलि बिरामी हुनुहुन्छ। त्यही भएर बिचरा गुलुम्म बाक्लो सल ओढेर हामीलाई टिका लगाइदिइराख्नु भएको छ। धेरै वर्षपछि बाबुलाई बिचमा राखेर यसरी बाबुले पनि हामीसँग बाबासँग मसँग त अब लगाइराख्थ्यो, बाबासँग चाहिँ 6 वर्षपछि बल्ल लगाउन पायो। उसको खुसीको चाहिँ सिमाना नै थिएन। एकदम एक्साइटेड पनि थिए। बाबासँगै धेरै दक्षिणा भन्दै उफ्रिने बिहानैदेखि बाबालाई दुःख पनि दिइरहेको थिएँ। खुसी भयो। यसपालि चाहिँ 6 वर्षपछि बुढासँग बसेर टिका लगाउन पाइयो। यहाँ बाबाले जेठी छोरीलाई टिका लगाइदिँदै हुनुहुन्छ। अनि यहाँ चाहिँ हाम्रो कान्छी नन्द, हाम्रो घरको क्या कान्छी छोरी, प्यारी छोरी आमाले लगाउँदै हुनुहुन्छ हेमालाई। अनि यहाँ हामी बुढाबुढीले चाहिँ बाबुलाई टिका लगाइदिँदै जमरा लगाइदिए फर्स्ट टाइम। अनि यहाँ चाहिँ आफ्नो बाबाले फेरि दक्षिणा 5 रुपियाँ दिँदै जिस्काउँदै हुनुहुन्छ। म त तँलाई यति दिने हो भन्दै बाबुले चाहिँ नआउने भनेर बाबुलाई चाहिँ 5 रुपियाँले नआउने गरे। दक्षिणा चाहिँ धेरै डिमान्ड भइरहेछ। बाबुछोराको अलिकति दक्षिणामा डिस्कस परिरहेछ। जे होस्, अब बाबुले मान्छन् कि मान्दैनन् 5 रुपियाँमा, बाबुले मानेनन्। अनि फेरि यहाँ दक्षिणा थप गरेर दिनुपर्ने अवस्था आयो बाबुलाई चाहिँ। अनि हाम्रो कान्छी नन्दलाई चाहिँ दाइ भाउजू हामीले टिका लगाउँदैछौँ हाम्रो कान्छी नन्दलाई। हजुरहरूको विजया दशमी कस्तो भयो? हाम्रो त यसरी मनाउँदैछौँ। मेरो बुढाले 6 वर्षपछि मलाई टिका लगाइदिँदै हुनुहुन्छ। आशीर्वाद चाहिँ खतरा थियो। रियल भोइसमा चाहिँ नसुनौँ आशीर्वाद, सबैलाई सुनाउनु हुँदैन गरे। त्यही भएर आफ्नै भोइस अब राखेर बसेछु। यो आशीर्वाद सुनाउने लायक पनि थिएन। बुढाको खतरा आशीर्वाद थियो। अनि हजुरहरूले कतिजनाले सँगै टिका लगाउन पाउनुभयो होला, कसैले पाउनु भएन होला। मैले पनि 6 वर्षमा बल्ल लगाउँदैछु श्रीमानको हातबाट टिका। मेरो पनि खुसीको सिमाना नै छैन। अब चाहिँ हामीले पालो टिका लगाउँछौँ। हेर्नु है त, यहाँ चाहिँ आमाले आफ्नो साइली बहिनीलाई लगाइदिनुहुन्छ। हाम्रो चाहिँ साइली बहिनी, आमाको साइली बहिनी र अनि आमा चाहिँ जेठी हो। 2 बहिनी 2 भाइसँग आउनु भएको। अनि त्यही भएर हामी चाहिँ सँगै टिका लगाउँछौँ। हामी दुइटै गाहा परिवार भएको भएर यहाँ चाहिँ सानबाबाले हामीलाई टिका लगाइदिँदै हुनुहुन्छ। सानबाबाको आशीर्वाद चाहिँ खतरा थियो। अनि यहाँ चाहिँ दाइले बहिनीलाई टिका लगाइदिनु हुनुहुन्छ। अनि हामीले चाहिँ टिका लगाइवरी 2 परिवार भएर खाना खान सुरु गऱ्यौँ। मैले भिडियो बनाउँदैछु, बल्ल आफैले कपडा मिलाउँदै हुनुहुन्छ हाम्रो नन्दहरूले चाहिँ। अनि हाम्रो खाना त सिम्पल सादा थियो। अनि पछि चाहिँ तिर्सुले दिदी लिन भन्नाले यहाँदेखि चाहिँ आफ्नो भेना माइली सालीलाई लिन जानुभयो। अनि कान्छी चाहिँ गुल्मीदेखि आएको। अनि हामी टिका लगाइवरी खाना खाएर भावना पनि आइसकेपछि हामी टिका लगाइवरी हामी 3 बहिनी अनि मेरो बुढा बाबु भएर चाहिँ हामी गुल्मीतिर लाग्यौँ। हामी गुल्मीतिर जाँदा भ्यू यति राम्रो थियो। प्लस दसैँको भिडभाड पनि बाटोहरूमा उत्तिकै धेरै देखिन्थ्यो। अनि हामी चाहिँ अर्गलेको फाँटहरू, भ्यूहरू, सनसेटहरू हेर्दै अब मजाले लिँदै गयौँ। अब एकैछिन हाम्रो अर्गलीको फाँटहरू हेरौँ है त। चाहिँ थिए त्यस्तो बाटो खाली भन्ने चाहिँ थिएन। अनि यो चाहिँ अर्गलीको फाँट भयो। अर्गलीको फाँट त कसलाई मन पर्दैन र
जहिले पनि है यो अन्नबालीको भण्डार हाम्रो पाल्पा जिल्लामा एकदम धेरै हुने। अनि आजको दसैँको दिनको सनसेट चाहिँ यस्तो राम्रो थियो आमा, त्यो भिर पाखामा सनसेट चाहिँ राम्रो अर्गलीको हरियाली अब हेरिसकेपछि आइसक्यो अब आयो हाम्रै गुल्मी हाम्रै पाल्पाको सुन्दर सिमाना नगरी रेडी जोड्ने बजार, हाम्रो गुल्मीको प्रवेशद्वार। अनि यता नदीहरू पनि पानीले गर्दा होला हल्का बढेको रहेछ। अब यो गेटबाट भित्र छिरेपछि चाहिँ माइतको नजिक पुगेकै अनुभूति हुने। कति रमाइलो कति रमाइलो। यहाँ चाहिँ बहिनीहरू अघि छन् बाइकमा, हामी चाहिँ पछि पछि। हाम्रो यो पहिलाचोटि दसैँमा जाँदा त यो बाटोहरू यति बिग्रेको थियो यति बिग्रेको थियो। अहिले चाहिँ यति आनन्द लगभग 75% बाटोहरू चाहिँ बनिसकेछ। कति खुसी पनि लाग्यो। अनि 25%हरू चाहिँ अझै बाँकी बन्दै रहेछ। आगामी दिनहरूमा छिट्टै बन्छ होला भन्ने आश छ। बाटो चाहिँ यति सजिलो है। पहिला त हामीलाई रेडीदेखि यहाँ भेडुवा बजार आउँदासम्म अफरोड हुँदा चाहिँ हामीलाई सवा घन्टा लाग्थ्यो भने अहिले चाहिँ हामी पाउने घन्टामा मजाले आइदो रहेछ। तर पनि हामी चाहिँ बाटोमा बिसाउँदै आउँदा चाहिँ घर चाहिँ अलिकति रात परेकै थियो। एकछिन हाम्रो आउने बाटोहरू हेरौँ है त। अनि अलिअलि मात्रै अफरोड बाँकी छ। हामी चाहिँ एकछिन रेस्ट गऱ्यौँ अनि त्यसपछि फेरि उकालो लाग्यो। उकालो लाग्दै एकदम रात चाहिँ परिसकेको थियो। हामी चाहिँ अफरोडहरू पनि थियो। कोही ठाउँ त झन् बाटो तलतिर हो कि मासतिर हो जस्तो। अनि एक ठाउँ त माथिल्लो बाटो गएर फेरि फर्केर तल्लो बाटो पनि आइयो अँध्यारोमा। त्यस्तै हो अँध्यारो पारेर हिँडेपछि। अनि यो चाहिँ आइपुग्यो अब हामी बलेटक्सार। हाम्रो गुल्मीमा चाहिँ एउटा वामिटक्सार छ, एउटा बलेटक्सार छ। हामी चाहिँ बलेटक्सारको बाटो हुँदै जाने हो। रुद्रबेडीतिर चाहिँ वामिटक्सार छ अरे भन्ने सुने हो। अनि बलेटक्सारको बाटो हुँदै हामी चाहिँ गयौँ। हेर्नु न साथीहरू, गाउँको घरहरू कति मजाले जोडेर बनिरहेको। अब चाहिँ हामी आयौँ आफ्नै बजार, भेडुवा बजार। हाम्रो घर ह्याप्पी होम स्विट होम। हामीलाई चाहिँ हजुरआमाले बाटो हेर्दै गुर्दै बस्नु भएको छ। हामी चाहिँ आइपुग्यौँ है त। हामी घर आइसक्यौँ। माइली र कान्छी आउँदैछन् तलैबाट हेर्दै हाँस्दै आमालाई हेर्दै। अब हामी घर आइसकेर पनि हजुरआमाले हामीलाई टिका लगाइदिँदै हुनुहुन्छ। बुढालाई मलाई पालै पालो सबैजनाले पालै पालो टिका लगाउँछौँ। एकछिन हेर्नु है त। अनि हजुरआमाले टिका लगाइदिनु हुन्छ हामीलाई पालै पालो। जे होस् रात परे पनि पोहोर साल त अझै अहिले त अब साधन भएको भएर पनि सजिलो भयो। पोहोर साल त झन् भावना बसमा आएको थियो माइली बहिनी बुटोलदेखि। अनि म चाहिँ पाल्पादेखि। यति गाह्रो भएर आउँदा पनि हामीलाई सबैले कुरिरहनु भएको थियो। अब यो मेरो एक्सप्रेसनको चाहिँ कुरा नगर, बेला बेलामा भइहाल्छ यस्तो एक्सप्रेसन। यहाँ चाहिँ सबैजना टिका लगाइदिन पालै पालोसँग कुरेर बसिरहनु भएको छ। अब हजुरआमाले पहिला सबैलाई लगाइदिनुहुन्छ भन्नाले म, मेरो बुढा अनि माइली बहिनी र अनि मेरो बाबुलाई। त्यसपछि चाहिँ आउँछ सबैको पालो। अनि आउँछ ड्याडीको। मलाई त बुढो माउलाई देख्न मन लाग्छ, घर हेर्न मन लाग्छ, फुपूको घर देख्न मन लाग्छ भन्दै आइन्। मेरो बाबु पनि खुसी भइछिन्। अहिले चाहिँ यहाँ डेडीले हामीलाई टिका लगाइदिनु हुनुहुन्छ। यहाँ चाहिँ मेरो छोरो बसिछिन् पालो कुरेर टिका लगाउन। जाने छिन् बिचरा यसो हात पनि थाप्न, निधार थाप्न, ढोग्न अलिअलि। राम्रोसँग स्पष्ट 100% बोल्न नजाने पनि यति भए पनि अलिअलि चाहिँ कति बेला के गर्नुपर्छ भन्ने चाहिँ थाहा छ मेरो छानुलाई। यहाँ चाहिँ मम्मीले टिका लगाइदिनु हुन्छ हामीलाई। अब आयो माइलीको पालो। अनि माइली सँगसँगै बसेको छ मेरो छोरो। पालो त हो नि भन्दै।
साथीहरु हस्त साथीहरु आजको भिडियो चाहिँ यतिमै एन्ड गर्न चाहन्छु। थ्यांक यू एभ्रीवान मेरो भिडियो अहिलेसम्म हेरिदिनु भएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद।